आफ्नो बारेमा सुन्दा त मजा लाग्दैन त अनि कस्तो होइन? मलाई त तारिफै गर्ने मान्छे मनपर्छ। गुरुजीको फ्लटिङ स्किल रे। केटा हो जिस्क्या हो के हो नि, बाहिर हेर्दा मात्र रमाइलो गरे जस्तो देखिन्छ नि त उसलाई चाहिँ, घोषलाई। तर धेरै पीडाबाट भर्खरै हुन्छ नि, लजा हेर भर्खरै यतिको बनेको हो कि जस्तो देख्छु मैले। त के गरायो? मैले के गर्नु लाग्थेँ कि रुबीलाई चाहिँ अनब्लक गरिदियो अरे फ्रिक। कसलाई रे? रुबिना एकदम म कहिले पनि ब्लक हान्दिनँ, मोडरेटरहरूले हान्छ, उनीहरूले एकचोटि ब्लक हान्ने चाहिँ म खोल्दिनँ के आई लभ यु पक्कै नराम्रो के लेखाएको थियो होला, पक्कै के नराम्रो लेखाएको थियो होला, त्यही भएर ब्लक हान्दै मोडरेटरहरूले यतिकै हान्छ। अनि आज विश्वकर्मा पूजा कस्तो गर्नुभयो? गर्नुपर्छ नि गुरुजी, मैले त भर्खर पूजा गरेर आएको नि, साथैमा छ यहाँ। सक्छ कसैले अनि भिडियो हालेर पूजा गरेर होइन, अनि लुगा चेन्ज गरेर आएको पो त। ल है नि, ल है। हाम्रो गुरुजी कति माया लाग्दो बोल्नुहुन्छ है, कस्तो स्विट बोल्नुहुन्छ है। गुरुजीलाई पाउने भाग्यमानी हो नि है फेरि कि हो नि, कस्तो राम्रो बोल्नुहुन्छ, लाइक हुन्छ नि एकदम नरम पाराले कि एकदम। गुरुजी घन्टी बजाउने, गुरु आमा डम्बरू बजाउने। डम्बरू छ नि किन नहुनु? कहाँ छ त्यो डम्बरू? साँच्चै छ भने बजाइ हेर त त्यो डम्बरू। लु 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 बजाएर त डम्बरू तिमीहरू। मसँग छैन के? उल्फाई गाह्रो छ। गाइस स्ट्रिममा डबल ट्याप ट्याप चाहिँ सबैजना गरौँ है साथीहरू। सर 10जनाले फुल सो गरे एभ्रीवन सर लाएर लेट्स गो। सबैजना एउटा सबैजनाले फुल सो गरे साथीहरू। बाय 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 बाय। गुरुजी रितुलाई पनि जोइन गर्नु नि भन्छन्। अनि कहिले हो त नि गुरुजीको बिहा? खै यो टिकटकको प्रेमले विवाह गराउँछ जस्तो लागेन मलाई। गुरुजीको पहिला त्यो घन्टी चेन्ज गर्नु पर्यो के? अलि सानो छ नि फेरि कि? होइन त्यही सानो घन्टी अनि दुईटा हातले बजाउने घन्टी बजायो भने चाहिँ अनि चाँडो बिहा हुन्छ। साँच्चै भनेको सबैले त्यसो भन्छ हौ, यही घन्टी नै होला अलक्षिणी गुरुजी धेरै सानो भएर होला। दुईटा हातले समातेर बजाउने घन्टी ल्याए चाहिँ चाँडै बिहा हुन्छ गुरुजीको। अहिले बिहा हुन्छ। त्यो दुईटा औँलाले यसरी हल्लाउने खालको भयो भने त अनि त्यो गाह्रो पनि हो नि। यो त साह्रै सजिलो पो त, यसरी गर्दा हुन्छ नि त। यसरी गर्नेवाला त त्यो ठुलो हुन्छ नि एकदम। होइन यस्तो गर्दा त फेरि हात दुख्न सक्छ नि त गुरुजी। अब यसरी समात्ने भयो भने त अब मजाले अब बेला बेलामा फुल पावर हुन्छ नि त। यस्तै गर्नु र यो औँलाले मात्र पावर लाउनुमा धेरै फरक हुन्छ। औँला दुख्छ के? साह्रै दुख्छ औँला। वेलकम छ गाइस सबैजनालाई। थ्याङ्क यू। अनि गुरुजी कहिले हो त नेपालतिर आउने? दसैँमा आउनु पर्यो भन्दै थियो कि अब लगभग आयो भएन। मेरो एक दुईवटा कामहरू रहिराखेको छ कि यहाँनिर सिद्ध्याउनु पर्ने छ। सायद त्यस पछाडि हुन्छ होला। बुवा आमाको प्रोसेस गर्नुपर्ने छ, लिन आउँदाखेरि आउँछु होला त्यतिखेर चाहिँ। अब सबै उता लाने फ्यामिलीले लाने उता प्रोसेस गर्नु पर्यो नि। अब आमा बुवा एक्लै कतिन्जेल बसिराख्नु हो, म एक्लै खाना बनाउन खाना काम गर्न कति गाह्रो हुन्छ यहाँ। त्यो त अब उसले भनेको छ बुढी ल्याउने हो नि। एउटा बुढीले झ्यालायो भने दुईटा गर्ने। त्यही त एउटाले अर्कोले काम चलाउने। कलियुगका कृष्ण फेरि अलिक बदमास हुन्छन् के? कहाँ बदमास हुन्छन्?
हेर्नु न कति इनोसेन्ट हेर्नु कस्तो राम्रो कलियुगको गोपिनीहरू पो बदमास हुन्छ नि त टोपीनीहरू फेरि टोपी लगाएर घुम्छन् र फेरि बिजो हुन्छ नि फेरि साह्रै गाह्रो छ फेरि विदेशमा चाहिँ झन् गोपिनीहरू सम्हाल्न साह्रो गाह्रो छ कृष्ण भन्दा बेसी टोपी लगाइदिए सकिगयो नि त्यही हो यहाँका मान्छे त आमा नेपालकै ठिक लाग्छ एकदम एकदम नेपालको त जे छ नेपालमा छ नि नेपाल यहाँका मान्छेहरू नेपाल जाँदै बिहे गर्दै यतापट्टि लिएर आउँछन् नि धेरै जस्तो यहाँका मान्छेहरू तपाईँ पनि लैजानु के गुरुजी अब ढिला नगर्नु। तिमीलाई जान मन छ र गोष्ठु मलाई किन जानु मन हुनु मेरो साथीलाई हो एकदम एकदम मेरो अनि तिमीहरूमा जानु न फेरि के हुन्न मैले त फिर्कीलाई ताकिसकेको छु होइन केही छैन म त अलिकति अब त्यही त नि भने जस्तो फिर्की एकैछिनमा फार भएर भाग्छ अहिले यहीँबाट म अलिकति लजालु स्वभावको छु होला नि त म वेलकम सबिदाई सो मच एभ्रीवन थ्यांक यू सो मच सबिदाई ल फर्स्टमा डबल है त ट्रिपल छ कि फर्स्टमा डबल छ कति छैन त साथीहरू सबैले स्क्रिनमा डबल ट्याप गरौँ है साथीहरू सर लाएर फेरि के त्यो ट्याप ट्याप नगर्दा हुन्छ कहाँ म ट्याप म सिकाउँदैछु हो अरूहरूलाई ट्याप ट्याप गर्नु पर्यो भनेर आफै जानिहाल्छ नि तिमीले सिकाउनु पर्छ तिमी भन्दा पुरो होला त्यहाँ छैन हो छैन म भन्दा प्रो त यहाँ खासै वेलकम तेजेन्द्र दाई थ्याङ्क यू तिमीले कहिले ट्याप ट्याप गरेछौ म गर्छु त म कहिले डेली गर्छु नि म कहिले गर्छौ डेली डेली हो अब डेली के अब डेली गर्छु म तिमी लाइभ बस्ने मात्र काम हुन्छ कहाँ ट्याप ट्याप गर्छौ अझ नै म लाइभ सकाउने बित्तिकै गइहाल्छु एक एकाउन्टबाट आएर गर्छन् होला नि त कसैले नदेख्ने गरी लुकेर लुकेरै हो नि फिर्की त खुलामा त होइन के फिर्की त डराउँछ त्यही हो म खासमा अनुहार देखाउँदिनँ ब्रदर म त्यही अँध्यारोमा बत्ती निभाएर डबल ट्याप गर्नलाई अनुहार देखाउनै पर्यो ट्याप ट्याप गर्दै होला फिर्कीले नि छैन छैन फिर्कीको अनि त्यति औँला चाहिँ म चलाउँदिनँ त्यति साह्रो गुरुजी हजुर मन्त्र पुग्नु पर्यो एउटा मन्त्र फिर्कीलाई मलाई होइन ऊ त्यो सृष्टिलाई फुक्दै हुन्छ अग्दै वात्त परे हेरिरहेछ गुरुजीलाई कसलाई फुक्नु कसलाई नफुक्नु बरु मलाई नि फुकिदिया हो कसैले लास्टमा गएर त्यत्रो आफूहरू बोल्नु पो लास्टमा गएर त मलाई पो तेर्साइदिने भाइ एकदम यो गोष्ठीको कामै छैन अरूलाई टासो लगाइदिइहाल्छ उसले होइन मैले फेरि के चाहिँ भन्नु न मैले गुरुजीलाई नै हेरेको छु भन्ने के प्रुफ छ तपाईँसँग अब छोरी मान्छेले छोरा मान्छेले हेर्ने हो मेरो कालो फोटो छ हेर्न मिलेन गुरुजी मजाले टोपी लाएर बसिरहनु भएको छ होइन मैले गोष्ठीलाई पनि हेर्न सकेको नि हुन सक्छु हजुर मयूर पनि गोष्ठु मयूर पनि कस्तो हुन्छ त अनि केटीले केटीलाई हेर्दा हुन्छ त बालेनले हर्कालाई हेरिराखेका छन् अहिले लक्करिरहेको छ उनीहरूको त्यस्तो त होइन होइन पुरा नेसनल उसमै अनि बालेन साले त सार्काइजम वेमा भने हो नि त त्यो किन त बच्चा जस्तो रोयो भनेर माया गर्छु भनेर भने हो क्या त्यो युद्धहरू चाहिँ धेरै प्रकारको युद्धहरू हुन्छ भन्छन् कि महाभारतमा एउटा शस्त्र अस्त्र गरेर हुन्छ एउटा मुखले खेल्ने युद्ध हुन्छ होइन अर्को लेखेर गर्ने युद्ध भन्छ नि यो चाहिँ यिनीहरूको लेखेर गर्ने युद्ध हो कि हामी चाहिँ केमा पर्यौं त गोष्ठ गर्नेमा पर्यौं के गर्नेमा पर्यौं रियलमा गर्ने वेलकम छ गाइस सबैजनालाई माया छ है भेना आएपछि विनोद दाइ स्वागत छ गाइस सबैजना मिलेर गाइस कम अन सबै दाइ सर्र लाएर केटाहरु गाइस सबैजना मिलेर अगाडि बढाऊ एभ्रीवन सर्र लाएर म त बिर्से होला भनेर 1 महिना पछाडी आएको कि टिकटक लाइभमा त्यसले तर कमेन्टमा सुरु गरिहाले मान्छेले त नबिर्सिने पो रहेछ नि त हो कहिले तपाईँ अहिले हाल कुन ठाउँमा हुनुहुन्छ र अबको आइडियालाई फलो गर्नु ल म अहिले ओहायोमा छु ओहायोमा हुनुहुन्छ ओहायो भन्ने कहाँ हो गुरुजी
यो ऊ आयो रे क्या आयो रे क्या गोष्ठु आयो रे क्या ऊ आयो रे क्या ओ आयो 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 युएस को अरे म्याक्सिमम नेपालीहरू त्यही छ ओहायोमा छन् पेन्सिल्भेनियामा छन् युएस हो रे के जापान होइन प्यारेहरू तपाईँहरू फेरि के भएको जापानको ओहायो जापानमा पनि छ होला नि जापानमा वेलकम वेलकम भएन थ्याङ्क यू नेजुको थ्याङ्क यू माया थ्याङ्क यू विनोद दाइ खोल्नु न कति बेला हो र के विनोद दाइ खोल्नु भन्छ त कि फेरि म ल ल मलाई केही नभन म डराइहाल्छु लुरुक्कु फिर्कीलाई फेरि एकलाई भेटौँ न अहिले दाइहरू छोरा मात्र केही नबोलेको म म त एकले त म ज्यान जाला भेट्दिनँ होला नि त तिमीसँग म त भागिहाल्छु फिर्कीको रिभेन्ज आउँछ यो गेम सिद्धिया पछाडि जानु नि साइटमा दुईजना ऊ साइडमा जानु रे ल ल भो त अब रामा रामा म जान चाहन्छु भने भइहाल्ने है फिर्की त्यही भने के बोलेको ब्रदर म त यस्तो कुराहरूमा म त अलि 12 कोष पर छु म त अलिकति भागिहाल्छु म होइन कसैले बोल्नु खोज्दैन के बिटा यो जो मान्छे चाहिँ सिधा विनोद दाइ सिधा हुन्छ कि जो मान्छे चाहिँ नबोली बस्छ म चाहिँ सिधा छु भन्ने त्यो चाहिँ साह्रै खतरनाक हुन्छ है जस्तै श्री के अरे बोल्दैन नि होइन दुवैजना खतरा जस्तो लाग्छ मलाई चाहिँ लास्टमा गएर मलाई नै भन्नुहुन्छ भन्ने कुरा मलाई पूर्ण विश्वास थियो के ठिक 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 ल ल गोष्ठु आउँ त गेम ल हुन्छ गुरुजी ल फेरि जोडौँला सृष्टि ल सृष्टि ल मैले पछि गरौँ ल जोडौँ ल हुन्छ ल गुरुजी र सृष्टि पछि जोडौँ ल ल गुरुजी ओ घन्टी बजार जानु अलिक मजाले हल्लाएर अलिक मजाले हल्लाएर गुरुजी ऊ बजे फिर्की सुन्यो फिर्कीले सुने सुने अलिअलि कता कता गुन्जे जस्तो लाग्यो ल बाई बाई ल बाई बाई तरिका थ्याङ्क यू सो मच एभ्रिवान थ्याङ्क यू सो मच भेना यो फेरि मलाई के पठाएर जोडिदिएर नक्कली कृष्ण यस्तो आइदियाहरूलाई त म्युट गरिनु Long time, long she ghost. हाई Hi.